के कुरा भन्नु छ छिटो छिटो भन न मलाई कस्तो सुन्न मन लाग्छ भन 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 होस् तपाईले नाइ भन्नुहुन्छ होला छोड्दिनुस् घरपेटीबा मैले तिमीलाई कति चोटी भनिसकेँ कि घरपेटीबा नभन के घरपेटीबा भनेको मेरो मुटुले कस्तो चुडुक्क चुडी लास्तो हुन्छ नभनी हाल्यो कि है गल्तीले मिस्टेक भइहाल्यो अब चाहिँ भन्दिन नि ल ल ल भइगयो भइगयो तर अबदेखि पनि ख्याल गर है घरपेटी बात चाहिँ भनि नहाल है नेपालमा कुरा के हो फ्याट भनिहाल न मलाई यहाँ कस्तो भइसक्यो नेपालमा भन भन कुरा के भने नि कुरा के भने नि कुरा के भन्नु कति भन्दा भने फ्याट भन न हेर यो कोठामा तिमी र म बाहेक कोही पनि छैन त्यसैले तिमीलाई मनमा भित्र लाल लाग्ने कुरा भए पनि फ्याट भनिहाल घरमा मेरो बे हुने कुरा चलिरहेको थियो बेको कुरो निसी अनि तिम्रो आफ्नै मनभित्र चाहिँ कस्तो कुरा चलेछ नि नेपालमा भन त मलाई त्यस्तो गाउँमा बेगर जानु मनै छैन फेरि तपाईँ त्यस्तो राम्रो मान्छेलाई छोडेर टाढा कसरी जाने भन्नु त हो त यस्तो सहरमा बसेको मान्छे त्यस्तो गाउँमा के गर्छ भाइ अनि तिमीले के भन्यो त नेपालमा भन त मैले केही भनेकै छैन अहिले भर्खरै जागिर खान थालेको छु अहिले बे गर्दिन भनेर कति राम्रो नेपालमा अनि सुन्नुस् त मैले जागिर खाएँ भनेपछि घरबाट आमाले समस्या छ छोरी पैसा पठाइदिएन भन्नुभयो अनि के गर्ने भन्नु त पैसा साह्रै गाह्रो पो पर्ने भयो त अनि निसी पैसा चाहिँ कति चाहिने धेरै हैन थोरै जम्मा 30,000 जति भए पुग्छ रे कति पैसा चाहिने रे जम्मा 30,000 जति भए 30,000 के गर्ने मलाई धेरै तिम्रो पनि माया असाध्यै लाग्छ निसी यसो गर न मैले भनेको कुरा तिमीले मान्यो भनेदेखि म तिमीलाई 30,000 देखि जति भन्यो त्यति दिन्छु मान्छौ कस्तो कुरा भन्नु न तिमी मसँग गर्छौ तपाईले यस्तो दिउँसै कोही आयो भने म त निदाउनु पो गएको थिएँ त त्यसो मेरो डाइलग गर्दाखेरि हो कि राति सुत्दाखेरि घुरेर सुत्दै दिनु भने नेपालमा यो अङ्कलको नियत पनि मलाई ठिक लागेन पक्कै नेसीलाई मन पराउनु हुन्छ जस्तो छ त्यही भएर पो तिहारमा पनि टीका लाउनु नमानिरहनु भएको छ अनि तिमीलाई कति पैसा चाहिने निसी भन त जम्मा 30,000 मात्रै जम्मा 30,000 30,000 त्यसो गरेर तिमी बसेको म आइहाल्छु है यो बुढाको नेट ठिक छैन जस्तै छ लाइन मात्रै छ ठिकै छ तर यो कुरो कतै लिकुनु नै तिम्रो मेरो गप्पै हुनुपर्छ हुन्छ नि गोप्य हुनुपर्छ
के गोप्य हुनुपर्छ? तिर्का मैले तिमीलाई दिएको कुरा के पैसा दिएको कुरा के गोप्य हुनु पर्दैन नेपालमा। ए म त अर्थक नै भन्न खोज्नु भएको हो कि भनेर सोचिरहेको। अर्थकै कस्तो अर्थकै मलाई पनि भन न, म पनि सुन्छु, भन न भन। केही पनि होइन के छ्या। अनि खै त पैसा ठ्याक्कै किसे छ त नेपालमा गर्नु पर्दैन के खर्च बोलीमा राख न गाह्रो पर्छ कि नेपालमा। थ्याङ्क यू। ल ल ल छ्या तपाईँ त कस्तो गाह्रो भइरहेछ यो पशुपतिनाथ ठुलो घरबेटी भा ए हो र यति छिटै आइपुग्यो त होइन। यो त यसो हेर्दा पशुपतिनाथ हो जस्तो त लागेन। हजुर बा पनि यो हो क्या पशुपतिनाथ? कस्तो नपत्याएको नकाटिकन बुढो यही हो क्या ठुलो घरबेटी पशुपतिनाथ? पुरानो भत्केर नयाँ बनाएको। छिटो गइहाल्नु न दर्शन गर, अहिले भिड लाग्छ, फेरि घर पनि जानु पर्यो नि। त्यही त म त झन् थाकेर नै भइसक्यो। यस्तो तन्जरी उमेरमा पनि जाबो यति हिँडेरै आउँदा के थाकेको? म यो बुढेसकालमा त थाकिन, यहाँसम्म हिँडेरै आएँ। हिँडेर आइपुगे रे? अचम्म नै भयो त, हिँडेर आइपुग्यो अरे। अब त अति नै भयो। तपाईँ साह्रै तगडा ठुलो घरबेटी भयो। अब कहाँ तपाईँ उहिले गोरस खाएको मान्छे, अब हामी कोदा रस खाने मान्छे। त्यही त पूजा चाहिँ छिटो गर्नुहोस् न बा। हुन्छ हुन्छ, लौ त रक्षा गर है भगवान, अझै 80-90 वर्ष जति बाँच्न पाऊँ। अझ 80-90 वर्ष बाँच्ने इच्छा। त्यही त बुढो 8-9 दिन पछि माथि होला। मेरो भाग्य साह्रै तम्बिएको छ। जता गयो त्यतै सिक्का भेटाएको छ। कति भइसक्यो होला है। फेरि यहाँ पनि सिक्का, कति सिक्का। हे 2000 रुपियाँ अझै देऊ न। हे तिमी पनि कस्तो होला छ्या, त्यतिले पनि चलाउँदै गर न अहिले। लिएले पैसा चाहिएको अनि नेसीसँग मागिरहेको तिमीले? नेसीसँग कहाँबाट पाउँछ नेपालमा? बरु मलाई भन न कति चाहिएको, म दिन्छु। बरु होइन के सुन्नु परेको मेरो कानले? पैसा दिने त्यही पनि तपाईँले? आज मेरो भाग्य साह्रै खुलेको छ। म हिँडेदेखि 2 रुपियाँको सिक्का भेटै छु नेपालमा। 2 रुपियाँको सिक्का पो? म त 2 पाला हिँडो सिक्का, फेरि 2 पाला हिँडो सिक्का, फेरि 2 पाला हिँडो सिक्का। सिक्का त कति मसुर नेपालमा। अङ्कल तपाईँले भेट्नु भएको सिक्का देब्रे खल्टीमा राख्नु भएको थियो हो? कता थाहा भयो तिमीले मैले देब्रे खल्टीमा राखेको भनेर नेपालमा? त्यसो भए राम्रोसँग तपाईँको एकचोटि खल्टी चेक गर्नु, पुवाल परेको छ। के अरे पुवाल परेको छ अरे? कहाँ? खल्टीमा पुवाल परेको छ भनेको। हुँदो रहेछ त। यो मेरो त्यत्रो सिक्का कहाँ गयो त नेपालमा? लिनु तपाईँको सिक्का। माटोमा एउटै सिक्का खसाल्दै खल्टीमा हाल्दै गर्नुहुन्छ, कति नै पैसा छ भनेर धाक देखाउनुहुन्छ।
सिकै हो नि अब के गर्नु राख्नु अब यहाँ राख्नु पर्यो